सो आधा मनको अपार सफलतापछि हाम्रो कलाकार आयुष दाइ 5 वर्षपछि फेरि आउँदै हुनुहुन्छ। रोमान्समा स्पार्क चाहियो भनेपछि आयुष दाइ जो यता हेरे त हाम्रो आर्टिस्ट सर चाहिँ आउँदै हुनुहुन्छ भर्खर है। सो हामी टियुमा पुग्यौँ। यस्तो राम्री भएर कता हो सोल्टिनी यार। हामी यहाँ छौँ किर्तिपुरको टियुमा अनि सबैजना टिम चाहिँ यहाँ भेला भएर कुरा गर्दैछन्। यहाँ जो त्यसरी हाम्रो डोप निहाल भयो। अब यो को फुच्यो भयो पैसा दिएर पठाइदिएर फर्स्टको वाला फ्रेम चाहिँ यस्तो आइरहेको छ है। जोजोको वर्किङ मोड हो यो चाहिँ फेरि एउटै चिज भनिरहेको क्या हामीले। जोजो के छ त हाम्रो सो फार प्रोग्रेस के छ? हुँदैछ। यु ह्याप्पी विथ द सर्ट्स अहिलेसम्म? आइस दाइले डिरेक्सन फलो गरिरहेको छैन भन्ने यहाँ एकदम इन्फर्मेसन आइरहेको छ। निहाल चाहिँ घुम्न आउँदा आउँदै खिच्न लाग्छ। घुम्न आएको बेलामा खिचिदिइहालौँ न। साथी नेभर ट्राई गर प्लिज। ओके नो बोलो यार। क्रिस नो भयो त्यो त। भाग्नको लागि रेडी है त। सो यहाँनिर चाहिँ यस्तो प्रिटी गर्ल्सहरू चाहिँ लुकेर बसिरहेछ है। किन लुकिरहेछ त? लाज लाग्दैन जोस् तिमीलाई? ल हुन्छ। भित्रै जानुपर्छ क्या। म लडा भन्छु अनि लड्नु ल। ओके रेडी क्यामेरा एन्ड एक्सन। हेरिरहेछ ला लड्यो हेर्यो जोजोले टेक लिइरहेको छिन्। यतापट्टि हाम्रो अबै हिरोहरू यतापट्टि छन्। जोजोलाई यहाँ सर्ट चित्त नबुझेर यस्तो गरौँ उस्तो गरौँ भनेर भन्दैछ है। जोजो सर्ट नम्बर कतिमा पुग्यो हामी? 11:30। बिस्तारै हुँदैछ 11:30 त्यही अनुसार बिस्तारै। यु ह्याप्पी विथ द सर्ट्स अहिलेसम्म? ल गाइस हट त जोजो छ नि। सेम थिङ ल सेम थिङ। अब तिम्रो थाकै मलाई नै देख्छौ। माइक चाहिँ दामी छ जोजो कहाँ पाउँथ्यो? यो आयुषलाई मेगाफोन ल्याइदियो भनेको यो चुइया भएर ल्याइदिँदै ल्याइदियो। के भने के हो यार यस्तो सस्ता मस्तामा के हो यस्तो यार? तेरो बुढले नमाने हो के म बोल्दिनँ म एन्जनलाई बोल्न लाउँछु भन्यो। अब कहाँ जोजो त्यस्तो भन्दै भन्दैन। आई ट्रस्ट है जोजो। अब छुट्टै एउटा कस्तो रे जोजो फेरि? डोकालाई निकाल्नु भने कि बोकालाई निकाल्नु भने? बोको त त्यही छ गिटार बजाइरहेको छ। बाहिरको सर्ट सकियो। अब हामी भित्रपट्टिको गर्ल्स विल बी वकिङ मेरो अगाडि ल। तपाईँ आउनुभयो अनि यहाँ आएर तपाईँ पनि जानु आँटेको बेला देख्ने हो नि त। देख्यो हेऱ्यो 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 अनि त्यसपछि अनि वक भेरी स्लो। सो वी आर वकिङ। धेरै भयो ब्याक 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 हो कपाल मिलाइदिनु। सो लन्च ब्रेक हुनलाई चाहिँ के म त्यहाँ खानु मात्रै आएको थिएँ। के हो दिनभरि घाम लागेर तिमीहरू त पुरा डाकुको टोली जस्तो देखिरहेको छ त। एन्ड एक्सन। वरिपरि हेऱ्यो ल के भयो लेटर। जो के छ त हाम्रो प्रोग्रेस अब? हो र ह्याप्पी विथ द सर्ट्स अहिलेसम्म? ए यु लुकिङ सो प्रिटी। पछाडि देखाइदिएन। ओ मिस्टर टेक। मिस्टर टेक मिस्टर गिभ मिस्टर टेक मिस्टर टेक बहादुर। म छँदा त छैन कसरी टेक बहादुर? अनि तैँले अरूतिर सुटहरूमा टेक लिन्छस् नि त बेसी। ओहो यो घामले पोल्यो हो मलाई। दिम लाग्छ नि त भनेको। रोलिङ एन्ड एक्सन
ओ जोजो कस्तो कुदेको त हो जोजो आमा Ready? Camera rolling. Action. लेफ्ट दौडे लेफ्ट भनेको राइट दौडिरहेको हातमा एल र आर लेख्थ्यौ न सिधा दौडिन्छ है ल है जोजो बिस्तारै जोजो बी केयरफुल है And action! कुद्यो दौडे दौडे कुद्यो 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 माथिसम्म है माथिसम्म है म्याराथन कुद्न रेडी हो खोल्यो है Camera rolling. फुल स्पिड And action. दौडे हरियो भरियो लोकेसनमा आइपुगिसकेका छौँ यहाँनिर एउटा नयाँ किसिमको चरा हामीले देखिरहेको छौँ मस्किँदै आएर अनि ठ्याक्कै क्रस हुनु बेला ए भनेर अनि ओके अनि तिमीले चाहिँ सुरुमा चाहिँ तिमीले यस्तो गर्यो नि त यो लाइक दिस अनि यो यसो हेऱ्यो उता कबिर सिंह नुडल्स अब के गर्ने भने आइस दाइले सबै टेकहरू 1-1 दिनुभएर हामीलाई एकदम दोस्रो दिदी अलिकति वाक इन हुन्छ होला हैन फिनिक्स पनि हुन्छ Exit. अहिले यहाँ उसले एक्जिट भने मैले कट सुनिराखेँ अर्कैको हात समातेपछि जो त्यहाँ फोन गरेर गइसक्यो फेरि ओके प्लेब्याक यस्तो क्रिकेट म्याच भइरहेको छ हामीहरू चाहिँ तर हामी यहाँ यसरी लाइटको अगाडि ब्याक लाइट हालेर यसरी सुट गरिरहेको छौँ है काम गयो जो जसलाई चाहिँ अलिकति लाइट पुगेन अरे यो सिनको लागि सो आजको लागि आई थिङ्क यहाँको सर्ट चाहिँ यहीँ सफाउने भनेर भन्दैछ यो हामी अब डे 2 मा कन्टिन्यू गर्छौँ होइन त जोजो सो आज डे 2 पनि सुरु भइसकेको छ र यहाँ हाम्रो डिरेक्टर स्ल्यास एक्टरको मेकअप भइरहेको छ सङ्गुले मेकअप गरिरहेको छ जोजोको आज सालको पातको टपरी बनाइन्छ कि बनाइँदैन जस्तो डे 2 को यहाँ फर्स्ट सर्टको लागि को हो यो घन्टाउकै पछि फेरि जोजो नमस्कार 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 हजुर हाम्रो क्युटी प्रिन्सेस रेडी खोइ कहाँ गयो क्युटी प्रिन्सेस ओके दोस्रो दिदी रेडी क्यामेरा अरे यार अर्काको बुढीको हात समातिरहेको छ यार हैन बिटिएसले पनि भनेको यसको टाउकोले सबै छिर्यो एन्ड एक्सन आँसु बुझ्दैछ है हाम्रो क्युटी फेरि देखियो आइस्ता आयो रियलाइज गर्यो कस्तो टाउको हल्लाइदिएको त ओए लियोनार्डो दि कार्पेट एन्ड कट वाह कट क्या एक्टिङ कर रहा है तर आइस दाइको त हात पक्रेको देखि चाहिँ चाहियो अब मलाई बेसी नजिस्कायो भाइ लाज लाग्दैन तँलाई मेरै अगाडि जोजोको हात समात भन्नु अरूलाई तर मलाई बेसी जिस्काएर हो कि बेसी नजिस्कायो तँलाई म्युजिक भिडियोमा तेरै म्युजिक भिडियोमा फेरि बेसी नजिस्कायो तँलाई ट्रेभली जिस्काउँ त अब ओए लियोनार्डो हो यो नाइस है ए छड्के एक्सन भर्खर जोजोबाट मैले गाली खाइरहेको छु है अब रिसाउँदा पनि यस्तो राम्रो देख्ने के भन्नु अब क्यामेरा रोलिङ एक्सन कट
देख्यो कस्तो टिमार दिएछ क्या जोजोले काम नलाग्यो एक्सन तोरी बिस्तारै है घाँटी समात्यो ल कट अमिताभ बच्चन फ्रम दरा चाहिँ यहाँ फेरि And action. लेटर लोन एङ्ग्री ओल्ड म्यान प्रिटी यङ वुमन Position. त्यो क्यान्टिनको सर्ट हुँदैछ यहाँ चियादेखि यस्तो खानु मन लागिरहेको छ तर के गर्नु खानु मिल्दैन जोजो जोजो क्या चिया खाइदिउँ म खाइदिउँ बोल न जोजो बोल न आँखाले मात्रै तिम्रो आँखा राम्रो छ भन् तिम्रो झन्डै गीत फुस्काइदियो ए ठिकै छ त प्रमोसन हुन्छ नि जोजो आहा कस्तो राम्रो गाइदिएको त हो जोजोले यो गीत चाहिँ रिरेकर्ड गरेर तिम्रो आवाजमा बनाउँछ त सो अब क्यान्टिन सकाएर हामी कहाँ जाँदैछौँ जोजो लाइब्रेरीमा अनि पढ्ने हो कि के गर्ने हो सो लाइब्रेरीमा पुगिसकेको छन् यस्तो राम्रो विद्यार्थी टिक लगाइँदै हुनुहुन्छ अब कतिवटा सिन बाँकी छ जो चाहिँ यहाँ एउटा यहाँ त एउटा सिन छ एउटा सिन हो आइस दाइको रोल चाहिँ के लाइब्रेरियन हो यहाँ होइन लाइब्रेरीको सर्ट भइरहेको छ सबजना भित्र छ लाइब्रेरीमा सुट नगरौँ भनेर म चाहिँ बाहिर बसिरहेको छु होइन पानी परिरहेको छ यहाँ चाहिँ वाट कुड बी दि अड्स चाहिँ यहाँ पानी परिरहेछ तर यसरी सुट भइरहेको छ है लाइब्रेरी बाहिर बसिरहेको छु ओ लाइब्रेरीको सर्ट सकायो लाइब्रेरीको सफ्टवेयर बल्ल सास निस्किने है त्यही भने डिस्टर्ब गर्न मिलेन पनि गर्न मिलेन के अब त्यही भने झगडा गरेको सिन अब हिरालाल सो अघिको रेनी सर्टपछि फेरि हामीलाई वेदरले साथ दिइसकेको छ अनि तेरो छैन हौ लिम्बू तेरो छैन आउटडोर सर्ट हुन लागेको छ जो चाहिँ हतपत चेन्ज गरेर आइसकिन् कस्तो राम्रै ओइ जो अलि त गन्स एन्ड सेस भन्ने चाहिँ के हो Guns and Roses. ए Guns and Roses. तँलाई एउटा रोज भएर पुगेन एउटा रोज भएर पुगेन I need multiple roses. पख म काटेर पठाइदिन्छु साँच्ची पठाइदिन्छु हुँदैछ जो चाहिँ कुन सर्ट हो यो लजाउने लजाइदियो नि त एकचोटि ओए कस्तो लजाएको आम्मा लजाउनु त फेरि यहाँनिर जोजोको ग्याङ चाहिँ कुरिरहेको छ है सबजना ल अब महिषासुर त यहाँ पो रहेछ त हाम्रो रामायणको सुट भइरहेको क्या यो अब एक्सनमा गाइस एक्सनमा जो जो सक्यो यहाँको सर्ट हो अब उता चाहिने चाहिँ मराइस मात्र सबै एक्स्ट्रा छ सर्ट लिइहाल्छु यसको स्यान्डविच चाहिरहेछ एक्चुअली गाडीमै अन द गाडी मलाई चिप्स लिँदा आज चाहिँ हामी डे 2 मा छौँ यहाँ सङ्गुको मेकअप स्टुडियो सच अ क्युट मेकअप स्टुडियोमा यहाँनिर हाम्रो मोहन माई गॉड ब्राइडल वाला लुक चाहिँ यहाँ हाम्रो सकिएको छ जो कति राम्री हो कस्तो राम्रो देखियो जो हो वा ओए ओए मोहन त प्रो यार घुम्चो लागिँदैछ यहाँ वाउ
वाउ मोहन र सङ्गुले थ्याङ्क यू गाइज कस्तो राम्रो देखेको ठ्याक्क खोजेको जस्तो वेदर भएको छ आज दोस्रो पटक दुला दुलैको रूपमा देख्दैछौँ है हामीले फेरि यहाँ Okay, let's go for one more. F2 है यो मेरो होइन बिहाको घुम्टो होइन अनि आइएम युजिङ इट अगेन फर सुट तिम्रो कपालले घुम्टो बोकिरहेको छ म तिमीलाई बोक्छु नि त उयो भयो नि के भन्नु भन्नु त त्यो क्यालिब्रेसन भएको छ एकछिन को मेरो जुत्ता देखाइदेऊ त होइन होइन चाहिँ हाम्रो दुला होइन अनि जुत्ता चाहिँ के लाग्यो मैले त्यत्रो भने होइन हाइब्रिड दुला हो लिएर भने क्रक्स लगाएर आएको छ दुलाको लुगामा क्रक्स कसले लाउँछ अब त्यो क्युटी कस्तो राम्रो कम फ्रम द एन्ड फेस है दुला दुलैवाला सर्ट चलिरहेको छ है नाइस प्लेस यो त के मागिरहेको देख्यो यस्तै उयो उसको गरिदिनु ल निल गरिहाल्छ स्वाट हो मैले बुझेँ ल बुझ्नुभयो ल उस स्मार्टमा हालेर ए पानी पर्यो दादा रेडी दादा फाइनली आज हाम्रो के भन्ने बेला लाग्छ जजो इट्स अ सो फाइनली हाम्रो यहाँको सर्ट चाहिँ सकिएको छ नाउ वी आर डन विथ द सुट सी यु गाइज धन्यवाद ल